लाई गुगल अर्थ इन्जिन कसरी प्रयोग गर्ने भन्ने जानकारी गराउन गइरहेको छु। तपाईँहरू नयाँ हुनुहुन्छ भने सर्वप्रथम गुगल अर्थ इन्जिनको लागि गुगलमा रजिस्टर गर्नुपर्छ। यसको लागि तपाईँले गुगल अर्थ इन्जिनको वेबसाइट earthinjin.google.com मा जानुपर्छ। यसमा गएपछि तपाईँहरूले चाहिँ यहाँ कमर्सियल र नन कमर्सियल भर्सन भन्ने पाउँछ। हामीले सुरुमा अब हामी चाहिँ कमर्सियल भन्दा पनि अब फ्रीमा युज गर्नको लागि हामी नन कमर्सियल भर्सनलाई चुज गर्नुपर्छ। चुज गरेपछि तपाईँलाई यसमा कसले युज गर्न पाइन्छ भन्ने कुराहरू यसमा जानकारी गरेको छ। यसमा चाहिँ गेट स्टार्टेड गरौँ। त्यसपछि तपाईँले यसमा आफ्नो चाहिँ गुगल अर्थ इन्जिन गर्नको लागि आफ्नो यसलाई जिमेल चाहिन्छ। तपाईँलाई जिमेलमा तपाईँको एकाउन्ट हुनुपर्छ। त्यो एकाउन्ट युज गरेर तपाईँले अगाडि बढ्न सक्नुहुन्छ। यसरी आफूलाई अब यो स्विच एकाउन्ट अर्को एकाउन्ट यो तपाईँले भइरहेको जिमेलबाट बाहेक अरू जिमेल युज गर्नु पर्नेलाई स्विच एकाउन्ट गर्नुपर्छ। नत्र भने तपाईँले यसलाई गर्नु होला र अनि अगाडि बढ्नु होला। एग्री गरेर कन्टिन्यू गरेर यसको लागि सर्वप्रथमबाट क्रिएट प्रोजेक्ट गरौँ। त्यस्तो केही जरुरत छैन। यसलाई यतिकै लिमिट गरेर यतिकै जे डिफल्ट दिँदा पनि हुन्छ। क्रिएट गरौँ। हुँदैछ। अब यहाँ तपाईँहरूले नन कमर्सियलको लागि अब जस्ट नाउ ओके। अब हामी के गर्छौँ भने हामी सी यु इलिजिबल फर नन कमर्सियल युजर। अब हामी यहाँ चाहिँ नन कमर्सियल फ्रीमा युज गर्नको लागि हामी यसलाई गेट स्टार्टेड गर्छौँ। यसको लागि तपाईँहरूको अर्गनाइजेसन के हो? अब जस्तै विद्यार्थी हुनुहुन्छ भने विद्यार्थीहरू हुनुहुन्छ भने यो पब्लिक अर प्राइभेट एकाडेमिक इन्स्टिट्युसन चुज गरौँ। अरू गभर्मेन्ट अरू नन प्रफिट जुन युज गर्दा पनि हुन्छ। म अहिले पब्लिक वा अरू गभर्मेन्टै चुज गरेँ। वा तपाईँहरू अब विद्यार्थी हुनुहुन्छ नि स्टुडेन्ट चुज गर्दा नि भयो। त्यसपछि नेक्स्ट गरौँ। अब इन्स्टिट्युसनको नाम म चाहिँ अब 301 युनिभर्सिटी लेखेँ। सिटी लेखेँ होइन, टाइप गरेँ। अनि तपाईँहरूलाई यसको लागि कुनै ग्रान्ट पाएको छ जस्तै के रिसिभ एनी पेमेन्ट भने नो चुज गरौँ यसलाई। अनि के को लागि भनेपछि अब हामीले यहाँ चुज गर्दै जानुपर्छ। नो गरौँ। अनि यो साइन्टिफिक रिसर्चको लागि राखौँ, टिक लगाउँ। अनि क्वेसन भनेको एउटा जुन क्वेसन लेख्दा पनि हुन्छ। तपाईँले यो क्वेसन वाट इज यो रिसर्च क्वेसन भनेको अब मैले सिम्पल अब ल्यान्ड युज ल्यान्ड कभर चेन भनेर लेख्दा पनि यसले मान्छ। धेरै लेखिरहनु पर्दैन। कभर चेन एनालाइसिस भनेर लेख्नुभयो हुन्छ। त्यसपछि अब रिजनल गर्ने कि ग्लोबल गर्ने भने तपाईँले ग्लोबलै चुज गर्दा केही फरक पर्दैन होइन। अनि हेभ यु प्रिभियसली पब्लिस्ड वर्क अन टपिक द्याट युज गुगल अर्थ इन्जिन? नो गर्नु होला। अनि चेक इलिजिबिलिटी भनेपछि बेस्ड अन योर एन्सर यु आर इलिजिबल फर नन कमर्सियल अर्थ इन्जिन युज भन्यो। अब यसपछि हामी नेक्स्ट गर्दै जाउँ है। अब यसमा चाहिँ अब हामीले यो कम्युनिटी यो प्लिज सेलेक्ट अ कोटा टायरमा हामी कम्युनिटी युज गऱ्यौँ होइन। त्यसपछि नेक्स्ट गरौँ। अब तपाईँहरूको डज युर वर्क विथ अर्थ इन्जिन फल इन्टु एनी अफ दि क्याटेगोरी भने यु क्यान सेलेक्ट अल अफ 3। विल यु युज द फलोइङ भन्छ। अब आफ्नो कुन फ्याकल्टी हो होइन। आफूलाई फरेस्ट्रीलाई फरेस्ट्री अरू एक दुईवटा भन्दा बढी पनि गर्न मिल्छ, टिक लाउन मिल्छ। मैले चाहिँ फरेस्टमा लियो। ल्यान्ड युज कोस्टल म्यानेजमेन्ट यसमा टिक लाउन मिल्छ होइन। त्यसपछि अब आफ्नो के फरक पर्दैन। साइन्टिफिक रिसर्च एन्ड डेभलपमेन्ट जे गर्दा नि भयो, ओके गर्यो। त्यसपछि नेक्स्ट गरौँ। त्यसपछि के आउँछ यहाँ हेर्दै जाउँ है। गरेँ भनेपछि अब रजिस्टर गरौँ। अहिलेसम्म हामी इलिजिबलै छौँ जस्तो लाग्छ। यसले गुगल एपिआईलाई चाहिँ इनेबल गर्यो भने म यसलाई इनेबल गर्छु यहाँ।
अब योर पोस्ट इज नाउ रजिस्टर्ड फर नन कमर्सियल युज। अब हामी कन्टिन्यू गरौँ। कन्टिन्यू गरेपछि चाहिँ गुगल अर्थ इन्जिनको बारेमा ले भन्छ। यो चाहिँ गुगल अर्थ इन्जिन चाहिँ गुगलले विकसित गरेको क्लाउड बेस्ड जियो स्पेसियल प्लेटफर्म हो होइन। यस प्लेटफर्मबाट चाहिँ ल्यान्डस्याट, सेन्टिनल, मोडिस जस्ता धेरै सेटेलाइट इमेजहरू फ्रीमा उपयोग गर्न सक्छौँ हामीले होइन। अहिले जीबाट चाहिँ ल्यान्ड युज, ल्यान्ड कभर लगायतका विभिन्न वातावरणीय क्षेत्रमा को आधारित भएका अनुसन्धानहरू चाहिँ व्यापक रूपमा प्रयोग हुँदै आएको छ। त्यसैले यो अब हामीले चाहिँ यो गुगल अर्थ इन्जिनलाई प्रयोग गरेर चाहिँ हामी आफ्नो अनुसन्धान गर्ने, अरू विभिन्न ल्यान्ड कभर, ल्यान्ड युज चेन्ज हेर्न सक्छौँ। त्यसको लागि अब हामी यहाँ सुरुमा अब हाम्रो भइसकेको छ। अब हामी कोड एडिटरमा जाउँ। कोड एडिटरमा गएपछि तपाईँको यसरी अर्थ इन्जिनको यो खुल्छ। यसले लेफ्ट प्यानल के हो, राइट प्यानल के हो भन्ने कुराहरू देखाउँछ। यसले यसरी बारेमा यसो जानकारी दिएको हुन्छ। अब यसरी नेक्स्ट गर्दै जानुभयो भने विभिन्न हुन्छ। त म चाहिँ अब पछि सेपरेटली यो प्यानलहरूले के काम गर्छ, कन्सोल भनेको के हो, टास्क प्यानल के हो, इन्सपेक्टर के हो भन्ने कुराहरू सबै यो जानकारीमा दिएको हुन्छ। यसरी धैर्य भएर यसो पढ्नुभयो भने हुन्छ। नभए भने म अर्को भिडियोमा चाहिँ यो कसरी युज गर्ने भन्ने कुराहरू चाहिँ बताउन गइरहेको छु, बताउँला है। अहिले चाहिँ म